बुवा आमा तथा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु र यो परिवार फुलबारी पोखराको फुलबारीमा एउटा योग साधना केन्द्र यसरी नै एउटा सामूहिक हलमा बसेर दैनिक रूपमा योगा गर्ने परिवार हो। यो एउटै घरको सदस्य हो। यो सदस्य मध्ये यहाँका हामी सदस्य मध्येका एकजना सदस्य हुनुहुन्छ रामप्रसाद गुरुङज्यू, जुन हजुरहरूकै भाइ चेला हुनुहुन्छ। उहाँले हामीलाई हजुरहरूसम्म ल्याएर परिचय गराएर स्वागत गरेर यो विविध गरिदिनु भएकोमा परिवारले सम्पूर्णले तालीले प्रेम प्रसाद गुरुङलाई हार्दिक स्वागत र आउनुहोस् अब केही विषयमा केही अब भेट भएको बेलामा केही एउटा कि जे जानेको छ जे बुझिएको छ त्यही चर्चा परिचर्चा गरौँ भनेर के कसो हुन्छ समय बुवा आमालाई मिल्छ भने यसो केही शब्द राखौँला भन्ने कुरो पनि गरेका थिएँ। र विशेष गरी अब तामतिङ त अब गाउँ यसै चाहिँ रमाइलो विभिन्न ठाउँबाट मान्छेहरू धेरै आउँछ जान्छ, कोही बिसिवाएर जान्छन्, कोही रल्लिएर जान्छन्, कोही हल्लिएर जान्छन्। हाम्रो योग साधना केन्द्र हल्लिने होइन, आनन्द लिएर सबैसँग परिचय गरेर आनन्दित भएर जाने यो एउटा संस्था पनि हो। के हुँदाखेरि केही विषयमा बुवा आमा हुनुहुन्छ, केही म चर्चा परिचर्चाहरू पनि गर्दैछु, यदि मिल्छ भने भनेर मैले प्रेमलाई चाहिँ कुरा पनि राखेको पनि थिएँ। र अनि त्यही विषयमा के गर्ने भन्दाखेरि ठिकै छ नि त, जो जति हुन्छौँ बसौँला, बसेर चाहिँ सानो आयुर्वेदिक योगका बढीबुटी हाम्रै घर काल्लामा सबै हामीले गाई भैँसीलाई खाएको छ, लाखाले कुल्चेर हिँडेको छ, त्यत्तिकै खेर गएको छ, कुहिएर गएको छ, कतिपय औषधि गुण छन् त्यसमा हामीलाई थाहा छैन। त्यो मध्ये कम्तीमा एउटा चिज मात्रै थाहा पाउन पायो भने बेला मौका त काम लाग्छ नि, त्यो हिसाबले राखेको हो। अब यो विद्या मैले आफै यत्तिकै जानेको होइन, यो हाम्रो बाउ बाजेहरूको पाला, ऋषिमुनिहरूको पाला। हिजो चाहिँ धेरै डाँडामा ऋषिमुनिहरू योग तपस्या ध्यानहरू गर्थे, जङ्गलमा बस्थे। विभिन्न योगीहरू चाहिँ जङ्गलमा बसेर ध्यान तपस्या गरेर धेरै कुराहरू सिकेका थिए। तीमध्ये विभिन्न ऋषिहरू जस्तै चरक ऋषि, भागवत ऋषि, पतञ्जलि ऋषि, भगवान गौतम बुद्ध, यस्ता यस्ता ऋषिमुनिहरू थिए जसले चाहिँ धेरै कुराहरू ज्ञान दिएर छोडेर गएका थिए। त्यो हामीलाई नै चाहिन्छ भनेर छोडेका त हुन्, तर चाहिँ कतिपय हामीले भेटाउन सकेनौँ, हराउँदै गयो, लोप हुँदै गएर हरायो, लुट्दै गयो। र अनि त्यहाँबाट अब यस्तै विषयमा चर्चा गर्दै गर्दै जाँदाखेरि अब हाम्रो शरीरमा रोग कस्तो रोग लाग्छ भन्दाखेरि 100 मध्ये रोगहरू, जब 100वटा रोगमा हाम्रो शरीरमा लाग्ने रोग 50% रोग हाम्रो भने 15% हाम्रो बसभन्दा बाहिरको छ, जुन प्रकृतिबाट आउँछ। बाढी पहिरो आउँछ, भूकम्प आउँछ, हिजा भाइरसहरू आउँछ, त्यो बाहिरबाट 15% आउँछ भने 50% हामी आफैले हाम्रो रोग जन्माउँछौँ। नत्र भने हामी शतायु भनेको 100 वर्षसम्म हामी आनन्दले बाँच्ने अधिकारै बोकेर आएको 100 वर्ष हाम्रो अधिकारै हो। त्यहाँभन्दा बढी बाँच्यो भने पार हो, त्यहाँभन्दा तलै बाँच्न सकिएन भने त्यो घाटा हो। त्यो हुँदाखेरि अब म केही नियमहरू बताउँछु, फुलबारीमा बताउने गरेका नियमहरू, त्यो पनि सबैले सुनिदिनु होला आनन्दपूर्वक। बिहान खानालाई राम्रो, सबभन्दा राम्रो रविन्द्र सर लाइभ भएको हो र लाइभ भएको हो कि होइन? हुन्छ र लाइभ देख्छ फेरि अनि लाइभ देखाइरहेछ होला, लाइभ त लाइभ देखाएको कि बिहान उठेर ठेकाको दही खन्याएर कोही खन्याएर राम्रो छैन। बिहान पानी अथवा फलफुलको जुस राम्रो, दिउँसो मोही अथवा दही राम्रो। समय हुन्छ, समय अनुसार त्यो शरीरले सजिलै काम गराउँछ। दिउँसो मोही अथवा दही खाने, बिहान जुस अथवा पानी खाने र दुध खाने
समय हो। जस्तै बिहान दुध खायो भने ग्यास्ट्रिक हुन्छ हो, केटीले सानो दुध खान्छ बाबा भन्छ भने उसलाई खा भनेर खुवाइएको छ, त्यो उसको शरीरले पचाउँछ, त्यो भर्खरै कलिलो पलाउने रहेको छ। अब हाम्रो शरीर त थोत्रो हुँदै गएको छ, अब पचाउनु गाह्रो हुन्छ। त्यो भएर बेलुका सुत्ने बेलामा खायो भने राति निद पनि लाग्छ, त्यसमा ग्यास्ट्रिक पनि हुँदैन। बिहान दुध खायो भने दुध चियाको त कुरै छोडौँ, त्यो त ग्यास्ट्रिकै भकारी नै हो। त्यो भएर बिहान पानी खानु, दिउँसो दही खानु र अनि बेलुका दुध खानु, एउटा फर्मुला है यो। त्यसै गरी अर्को कुरा छ, बिहान उठ्ने बित्तिकै पानी पिउने। यो भाषामा बिहान उठेर मुख नदेखिन के को पानी खाने भन्ने छ, यहाँ ठाउँ छ त स्वास्थ्यको हिसाबले होला त्यसो भनेको झन् बासी खानु होला। कारण त्यो हो भने हामी रातभर सुत्दाखेरि त्यो मुखमा रियाल हुन्छ नि, रियाल रातभर मिलाउँदाखेरि यहाँ रियाल चलेको हुन्छ। त्यो रियाल यति बलियो चिज हुन्छ, त्यसलाई पेटमा गयो भने बासी मुख पानी खायो भने त्यो रियाल पेटमा जान्छ र खानालाई सजिलै पचाउनु बन्द हुनेछ। त्यो भएर बिहान उठ्ने बित्तिकै तातो पानी 1 गिलास, आधा गिलास, 2 गिलास, अब हामी ओराउँदा 2 गिलास होइन 1 लिटरै पानी पिउनुपर्छ भनिन्छ। तर ठाउँ अनुसार भयो, किन भन्दा चिसो ठाउँ छ, शरीरलाई धेरै पानी नचाहिन सक्छ। त्यो भएर आफ्नो शरीरको क्षमता अनुसारको बिहान उषापान गर्नाले एकदमै राम्रो गर्छ। पानी पिउने कसरी पनि हेर्नुहोस् है, एकदम सानो कुरा छ तर निकै महत्त्वपूर्ण। पानी कसरी पिउने? सिर्फ चिया जस्तो एकैचोटि घल खायो भने यता हल्ली र खल्ली गर्दै पुग्छ पेटमा। यहाँभित्र बाहिर यहाँ चिस्सा काट्दाखेरि त भित्र कति नरम छाला हुन्छ भने यहाँभित्र पनि त्यत्तिकै नरम छ। त्यो पानीले छर हान्यो भने त्यो पानीका छराले त ढुङ्गा पनि छोडेको छ, यहाँ आन्द्रालाई पनि छोड्छ। त्यसले वाट पानी पिउनु राम्रो। बिस्तारै सिर्फ चिया खाने गरेर पानी पिउनु कति राम्रो हुन्छ। जसले पानी खान्छ नि, त्यो कुरामा गर्नु त म टोइलेट जान्छु, हजुर गर्नु त म टोइलेट जान्छु। सम्भावना बढी हुन्छ। त्यस्तै हर्निया, यो आँट बस्ने समस्या हुन्छ नि, त्यसलाई पनि मद्दत पुर्याउनु छ घटघट पानी छिटो पिउनुको लागि। त्यो भएर पिउनु पर्छ। र अनि त्यसै गरी पुरुषहरूको लागि अन्डको चुरोहरू निम्ताउने, जसले त्यो छिटो पानी पिउँछ नि, त्यसलाई त्यसले चाहिँ सहयोग पुर्याउँछ कि त्यस्ता रोग आउँछ। त्यो भएर पनि खाँदैन भनेर भनिएको छ। वाटबाट गरेर बिस्तारै पिउनुपर्छ। 2 टाइमले बताए। यही केही नियमहरू बताउँछन् जुन सामान्य छन्, सरल छन्, बुझिन्छन्। यहाँ कुनै केही व्यक्ति विशेष छैन, पुरुष छैन, महिला छैन, जात जाति यहाँ केही कुरो हुँदैन। यो त हाम्रो भगवानले दिएको उपहार हो। यो मनुष्य जुनी भगवानको उपहारमा चाहिँ यतिसम्म व्याख्या गरिएको छ कि जहाँ पुरुष र महिला पनि भनिएको छैन, आत्मा भनिएको छ। त्यो आत्मा कहाँ छ? हजुरकोमा छ, पुरुषकोमा छ, महिलाकोमा छ, बाख्राकोमा छ, भेडाकोमा छ, के छ, सबै जीव-जन्तुमा छ त्यो आत्मा। केही नै हो भगवान। यसको सम्मान गरेर बाँच्ने कुरा। अब यो विविध कुरा गर्दै आउनुहोस्, खाना खाँदाखेरि एकदमै 5 मिनटमा घप्ल्याक फुल्नु खाएर चबाउँदै यहीँ पिठो बनाउने कुरै अनि बल्ल लिने गऱ्यो भने यसले गर्ने काम यहीँ गरेर पठाएर त्यसलाई सजिलो भयो नि त। त्यो भएर मजाले चलाएर खाने कुराहरू मजाले। अझ आयुर्वेदले त के भन्छ भने तपाईँका दाँत गर्नुहोस् पहिला, कतिवटा छन् 28 वटा छन् भने 28 चोटि चलाउनु होला, 32 वटा छन् भने 32 चोटि चलाएर चाहिँ बल्ल दिनु होला। त्यसो गर्यो भने पेटलाई पचाउन गाह्रो हुँदैन भनेर व्याख्या गरिएको छ। पचान क्रिया यसले गर्ने काम यही हो कि यसले गर्नु त यसले मजाले गर्छ नि, दाँतले टोक्छ नि, फ्याट उसलाई चाहिँ तर रसले भिजाउँदै पेल्नुपर्छ यसलाई पेटलाई त। त्यो हो। र अनि त्यसरी चाहिँ खाना खाँदाखेरि चलाएर धेरै खाने। अनि फेरि अर्को नियम बताउँछ, खाना खाँदाखेरि हाम्रो जुन थियो नि उक्केरी मारेर बसेर खाने चलन,
हिउँदो बस्दाखेरि चाहिँ उकेरी मारेर खाना खाँदाखेरि उकेरी मारेर किर्काना बसेर खाने चलन थियो नि पलेटी मारेर अथवा उकेरी मारेर बसेर खानु सर्वश्रेष्ठ रहेछ हाम्रा चरा पूर्व कालमा पुर्खाहरूले बाजुबाहरूले गरेको एकदम वैज्ञानिक रहेछ त्यसरी बसेर खानु भनेको छ अहिले आजभोलि कुर्ची टेबललाई भान्सामा पनि कुर्ची टेबलमा बसेर खान्छ पलेटी मारेर किन मिल्दैन र त्यसरी सधैँ खाना बसेर त्यसैगरी खानामा विरुद्ध आहार भनेको छ विरुद्ध आहार भनेको के हो भने कुनै चिजको सबै आफ्नो गुण हुन्छ दुधको गुण दुधको हुन्छ पानीको पानीकै गुण हुन्छ चामलको चामलकै गुण हुन्छ कोदोको कोदैको गुण हुन्छ गहुँको गहुँकै गुण हुन्छ भनेर त्यो गुण जस्तै चामल दुधमा हाल्यो भने खिर पाक्यो त्यो गुण मिल्यो त्यो लुगा भने गुण मिलेन भने विरुद्ध आहार भन्छ जस्तै दुधमा नुन हाल्यो भने मिलेको त्यो भएर दुध खाँदाखेरि नुन हालेको तरकारीहरू नुनसँगै खानु हुँदैन त्यसले यहाँ विष निकाल्छ पेटमा विरुद्ध आहार भनेर त्यसलाई भन्छ र यस्ता चिजहरू नखाने दुध खायो दुध खाने बित्तिकै दही र मोही खायो त्यो पनि दही खायो मोही खायो खाने बित्तिकै फेरि दुध खायो त्यो पनि त्यस्तै गरेर जुन हाम्रो यहाँ चाहिँ ध्यानचा र दुध पनि त्यति राम्रो मानिँदैन भने करेला र अझ त्यो त सँग खानै नहुने रहेछ कहिले पनि वर्ग यो अध्ययन गर्दै यो बाटो होइन दुधसँग होइन त्यो करेला र भिन्डी अचार बनाउँछु हजुर कस्तो मिठो हुन्छ तर खान हुँदैन भिन्डी 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 भनेको सिङ्गल भनिन्छ नि त्यसमा मिसा करेला हो यो अहिले हाम्रो यो घ्यान्टा हो हाम्रो यहाँ पनि यो बैगुन घ्यान्टा हो यो त्यो भिन्डी भनेको अर्कै हो त्यो ल्याएर पनि भिन्डी हो यहाँ त हाम्रो घ्यान्टा हो नि त यो घ्यान्टा दुधसँग चाहिँ त्यति राम्रो जस्तै अब घ्यान्टा कसरी खाइन्छ लाइभ गरिराख्ने लाइभ गरिराख्ने कहिले गएको यसैले बिहानको खानापछि विश्राम गर्नु भनेको छ आयुर्वेद किन भनेको होला भन्दा बिहानको जब हामी खाना खान्छौँ खाना खाएपछि के हुन्छ भने जब मुखबाट खाना खाने बित्तिकै यो पेटमा पचाउनलाई यो भयोभन्दा शरीरको रगत जति सोरिएर यहाँ आउँछ यहाँ खाना आयो नि काम आयो नि किनभने काम आयो भने सबै यहाँ पाहुना आयो सबै गाउँबाट जानु पऱ्यो त्यो स्वागत गर्नु भने चाहिँ यहाँ काम आयो भने यो शरीरको रगत जति सबै यहाँ यो सोरिएको बेलामा हजुरहरूले धेरै महसुस गर्नुभएको छ खाना खाने बित्तिकै लफ्रा लफ्रा हुन्छ खाना लागेपछि बिहान किन लागेको भन्दा शरीरमा शक्ति जति सबै पचाउनु गयो अनि यो हात चलाउनु पनि गाह्रो लाटो हुन्छ होइन खाएपछि एकछिन रेस्ट हुनुपर्छ 5 मिनट किन नहोस् 10 मिनट मिल्छ भने सबर मिल्छ भने 20 मिनट फेरि 40 मिनटभन्दा बढी हुँदैन त्यो भित्र चाहिँ आराम गर्नु पल्टिनु कता पल्टिने देब्रे पल्टिनु दाहिने होइन फेरि हरेक पाइलामा नियम छ यहाँ देब्रे पल्ट्यो पल्ट्यो भने यो खानेकुरा पचाउन सजिलो बनाउँछ दाहिने पल्टियो भने यहाँ खाना पचाउन रोकिदिन्छ गाह्रो हुन्छ त्यो भएर देब्रे दही मिल्छ दुध मिल्दैन ल पछि लास्टमा मेरो यो सकेपछि फेरि प्रश्न हजुरहरूको दही मही त मिल्यो दही मही मिल्छ त्यसपछि विरुद्ध आहार त्यसरी नखाने है बिहानको खानापछि
5 मिनट किन नहोस् पकाउनु जाने गुरुलाई आफ्नो काममा जाने भने कहाँ अरे हाम्रो पिकनिक स्पट त्यहाँ हो र बेलुकाको खाना अहिले त होइन ऊ वहाँ त खाएपछि हिँड्ने होइन अरे तल हो त्यहाँ कतापट्टि त्यो त होइन जस्तो लाग्छ त्यो सेतो घरभन्दा माथि भन्नुहुन्थ्यो प्रेमलाई शरीरलाई ब्यालेन्समा राखेर भित्री अङ्गहरूलाई होइन क्या गुरुलाई यहाँ सुन्ने अरू पकाउनु जाने गरेको हुन्थ्यो बेलुका खाने बित्तिकै सुत्यो भने रातभरिको भारी बोकेर सुत्नुपर्छ त्योहरू चाँडै खाने हाम्रो बाबाजीहरू त 7 बजीतिर खाजा सुत्छ त्यो एकदम राम्रो थियो 10 मिनट भएदेखि अहिले हामी साँझमा पनि अझ बल्ल घरबाट निक्लन्छौँ 11-12 बज्छ कतिखेर त्यो पेटले शान्ति पाउनु कतिखेर त्यो चाहिँ हामी हो भने बेलुका चाहिँ विश्राम नगर्ने खाना खाने बित्तिकै हिँड्नुपर्छ खाना खाने गजरा सुवेदीले हेर्दै हुनुहुन्छ अमिलो पानी आउनु पर्छ त्यो कारण के हो भन्दा त्यो नसुत भनेको शरीरले यहाँ मेरो ठाउँ मिलेकै छ नि यसै गरी सधैँ देउरे फर्केर सुत्नु बिहान उठ्दाखेरि पनि देउरे फर्केर उठ्नु एकदमै राम्रो र अनि खाना पकाउँदा अब अहिले त चाहिँ यो कुकर र खुकर आएर चाहिँ सबै चाहिँ सर्वनाश भइसकेका छ जहिलेदेखि कुकर आयो त्यहिलेदेखि चाहिँ डायबिटिज सुगरका रोगीहरू नेपालमा जन्मेका छन् यो कुकरमा भन्दा खुल्ला ठाउँमा यो हावाले छुने गरी मिल्छ भने घामै देखिने गरी खाना पकाएको जति स्वस्थ खाना अरू खाना हुँदैन हामीलाई हतार भएको छ 5 मिनटमा सब रेडी बनाउनु पर्ने भएको छ कुकर चाहिँ सुइँ पारेको छ त्यो पाकेको होइन त्यो त फुटालेको छ त्यो बाफले फुटालेको भनेको पाकेको होइन त्यो भएर खाना बनाउँदा प्राकृतिक हिसाबले गर्दाखेरि खुल्ला ठाउँमा ताजा हावा आउने गरेर सूर्यको पनि प्रकाश पर्ने गरेर खानु एकदमै स्वस्थवर्धक खाना हुन्छ र मिल्छ भने त्यसरी खाउँ भन्न खोजिएको छ अनि त्यसै गरी खाना खाने समय निश्चित मैले एकदमै छोटकरीमा भने त्यो करिब 2 घण्टाको समय लाग्ने विषयवस्तुलाई मैले छोटकरीमा भनेको छु बोलेका शब्दलाई सकभर रिपिट नहुने गरेर बोलेको छु सकभर बुझ्ने कोसिस गरौँ होला नबुझे चाहिँ अन्त्यमा प्रश्न राख्नु है र अब खाना खाने समय निश्चित गर्ने आज 9 बजे खायो भने भोलि पनि पर्सि पनि सधैँ 9 बजे आज 9 बजे भोलि 8 बजे पर्सि 10 बजे गयो भने यो शरीरले तपाईँको बानी पत्ता लगाउन सक्दैन अब 9 बज्यो है 9 बजेपछि अब मेरो खाना आउँछ भने शरीरले थाहा पाउँछ नपत्याए भोलिबाट 5 दिनसम्म 8 बजेसम्म बिहान खाना खाएर हेर्नुहोस् 6 दिन होइन 8 बजे भोक लाग्छ 12 बजे खाने बानी बसाल्नुहोस् 12 बजे भोक लाग्छ किन भन्दा शरीरले मेरो खाना खाने बेला भयो है मलाई खाना आउने बेला भयो भनेर शरीरले महसुस गर्छ त्यो भएर एउटै टाइममा खायो भने शरीरले आफ्नै तरिकाले 24 घण्टासम्म व्यवस्थित गर्न पाउँछ कि मिलाइ यहाँ 50 जना आएर कसरी दिनलाई सबैलाई पुगेर मिलाउनु हुन्छ नि हजुर हो त्यसरी नै मिलाइ शरीरले व्यवस्थापन गर्छ त्यो भएर खाना खाने समय निश्चित पारेर खाना खानुपर्छ कतिखेर चाहिँ खाने निश्चित त पानी कति बजे खाने भन्दाखेरि बिहान 9 बजेदेखि 10 साढे 10 बजे भित्रमा खाइसक्यो त्यो चाहिँ शरीरको लागि राम्रो अझ बिहान 8:30 9 बजे खान सके त अझ राम्रो किन भन्दा जसरी सूर्य चाहिँ उदाएर आउनु भएको छ नि त्यसरी नै हाम्रो यो जठर आउनेमा पनि सूर्य सिधै कनेक्सन हुन्छ क्या यहाँ त्यो खाना पकाउने पनि यसैले हो हामीलाई बचाएको पनि त्यही सूर्यले हो जसरी आगो भएन भने भाँडामा चाहिँ जति बासमती चामल हाले पनि जे चामल हाले पनि के काम भयो र आगो त चाहियो नि त्यो त पाटनलाई भन्ने गरेर यो सूर्य यो आगो भएन भने हामीले खाएको बेकार हुन्छ त्यो भएर त्यो बिहान सूर्य उदाउँदै गर्दा यहाँको पाचन क्रिया नि बलियो हुँदै आउँछ अनि जे खाए पनि बिहान मजाले पचाउँछ भने घाम बस्तासिएले पनि पचाउन छोड्छ त्यो भएर सूर्य घाम नडुब्दै खाना खानु सूर्य उदाएपछि खाना खानु एकदमै राम्रो सबभन्दा शक्तिशाली समय सूर्योदय पछिको समय र सूर्यास्त हुनुभन्दा अगाडि त्यसपछि राति खाना खाने समय नै हो त्यो हुँदाखेरि समय निश्चित गरेर बेलुका हाम्रो अहिलेको समय सापेक्ष अनुसार बेलुका 8 बजे भित्रमा बिहान चाहिँ 9 देखि 10 साढे 10 सम्म चाहिँ शरीरलाई राम्रो हुन्छ भने हामीलाई यहाँ टाइम पनि कहिले भनेर हुन्छ चाहिँ नभनिदिनु होला यो विधि विधानले भनेको हजुरको
शरीरमा हाम्रो शरीरमा रोग लाग्छ आयुर्वेदले रोगलाई 3टा भागमा जम्मा 3 थरीमा मात्रै बाँडिएको छ रोग चाहिँ 3 थरीमा बाँडिएको छ छातीभन्दा माथि रोग हुने कफ प्रकृतिको कफको रोग हुन्छ मोबाइल कसको चलाइदिनु पर्यो भनेर मलाई बोलाउनु भयो खै कजानमा गुरुआमै त्यसलाई कफको रोग भन्छ आयुर्वेदले पेटमा समस्या आयो भने त्यसलाई भए छोडिदिनु प्रणाम गर्न र अनि कम्मरभन्दा तलको समस्या आयो भने भयो होइन नि ठिकै छ 3 भागमा शरीरलाई पनि बाँडिदिएको छ 3 भागमा बाँडिदिएको छ प्रणाम गर्न लाए जस्तो लाग्यो के लाग्यो समस्या हुनेलाई के हुन्छ बातको समस्या हुनेका दाँत मिलेका राम्रा हुन्छन् फेरि कालो पनि लारक्क परेको चिल्लो हुन्छ तर उसलाई श्वासमाको समस्या काम गर्न अल्छी लाग्ने नाकबाट सियान आउने कान राम्ररी नसुन्ने आँखामा विभिन्न समस्या आउने आँखा हस्पिटल गइराख्न पर्ने यो चाहिँ बाथरुमका अब गुरुबालाई यता धेरै छन् यी माथिका समस्या बाथबाट आउने समस्या कमरभन्दा तलबाट आउने समस्या अनि त्यहाँबाट 40 थरीका समस्या छन् भने यो कफका समस्या 28 वटा गरेर 148 वटा हो हाम्रा ऋषिमुनिहरूले 5025 वर्ष गुरुले भनेको रानी आवश्यक है अब हामी आजलाई समय अब हामी त रमाइलो बन्द हो भनेर त्यही पनि हाम्रो चाहिँ हरिदर छ अवसर भयो साह्रै खुसी लागेको छ एकदम आनन्दित भएका छौँ आउँदो एकैछिन सबै मिलेर आँखा चिन्नु आफ्नो चाहिँ हातलाई यसरी एउटै हात तल दाहिने हातमा बिचमा ज्ञान गरेर राख्नु है हो यसरी यो हो हाम्रो भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेको यो एउटा मुद्रा हो अर्को धर्मचक्र मुद्रा भन्ने पनि छ विविध छ अहिले अलिकति कोमल आँखा बन्द गऱ्यो सबैले लामो श्वास तानौँ पुरै फेरि अब लामो यसलाई फेरि अब लामो श्वास तानौँ अब श्वास तान्न पनि नखोजाउँ छोड्न पनि हेर्नुहोस् त श्वास आफै आउँछ फेरि आफै जान्छ नाकबाटै जान्छ भित्र शरीरबाटै फेरि नाकबाटै बाहिर त्यो नाकबाट श्वास लिएको होइन नाक त हाम्रो ढोका हो श्वास चाहिँ श्वास कसले लिन्छ भित्र फोक्सोले लिन्छ भित्र फोक्सोले लिन्छ फोक्सोले लिएर मात्रै हुँदैन फोक्सोले पनि शरीर पठाउँछ यही नाकबाट गएको श्वास भने त्यहाँबाट भएका फोहोर मैलाहरू पनि त्यही बाटो हुँदै श्वासको माध्यमले बाहिर आउनुहोस् हामी म एउटा म शब्द भन्दैछु यसलाई अलिकति पछि ओम बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि ओम हातलाई विस्तार विश्राम गरिदिनु अब हातलाई बिस्तारै शिरभन्दा माथि टाउकोभन्दा माथि ल्याएर रगत मजाले तातो बनाऊ हातमा पनि आगो छ हातमा पनि आगो छ तातो आउँछ आमा अनुहारमा बिस्तारै बिस्तारै हातको लागि
समय दिनुभएकोमा हार्दिक धन्यवाद। यो